तो हेलो गाइज आइफोन 17 प्रो मैक्स लन्च भइसकेको छ हजुरहरुलाई थाहा छ कि छैन र यसमा चाहिँ फुल्ली डिटेलको साथ यो भिडियोमा पुरा म भन्न गइरहेको छु हजुरहरुले चाहिँ यो भिडियो स्किप नगरिकन इन्डसम्म हेर्नु होला र पुरै बुझ्न कोसिस गर्नु होला र हजुरहरुले यो भिडियो अलिकति स्किप गर्नुहुन्छ होला थोरै बुझ्नलाई हजुरहरुलाई गाह्रो पर्न सक्छ र यो भिडियो चाहिँ पुरै स्किप नगरिकन हेर्नु होला हैन र यसको म पुरै डिटेल भन्न गइरहेको छु आइफोन 17 प्रो मैक्स लन्च भइसक्यो हाम्रो मार्केटमा र यसको क्यामेरा 2B रोम भइसकेको छ यसको ब्याट्रीको हेल्थ पनि भन्दाखेरि ओभर राम्रो छ अरु भन्दा हैन र यसको लुक्स हेर्न गइरहेको छु यसको क्यामेरा यसको लुक डिजाइनहरु चाहिँ एक नम्बर राम्रो भएको छ हैन र यो भिडियो चाहिँ स्किप नगरिकन हेर्नु होला यसको क्यामेरा त मलाई लास्टै मन पर्यो यसको अगाडिको लुक्स हेर्नु है साथीहरु यसको अगाडिको लुक्स कनेक्टेड हेर्नु अरु आइफोन भन्दा धेरै यो डिफरेन्स छ हैन यसको लुक्स देखि मलाई चाहिँ मन पर्यो वाह सर्चिङ यसको साउन्ड बक्स यसको लुक्स नै खतरा छ क्या जम्मा यसको 5 वटा क्यामेरा रहेको 3 वटा बिग क्यामेरा र 2 टा साइड क्यामेरा र लाइट क्यामेरा रहेको छ र यसको साउन्ड पनि धेरै राम्रो छ यसको त 6.8 इन्चको रहेको छ र रिफ्रेश रेटको रहेछ क्या यसको चाहिँ भन्दाखेरि चाहिँ दामी क्या यो फोन चाहिँ ओपी छ यसको लुक्स हेर्नु पछाडीको डिजाइनको लुक्स ओ माय गॉड 3 वटा लुक्स छन् 3 वटा लुक्स आइसकेको छ फेरि 3 वटा कलरमा लुक्स चाहिँ जे हजुरलाई मन यो लुक्स चाहिँ मन पर्यो कि परेन हजुरले कमेन्ट गर्नुला ठीक हुन्छ यो लुक्स मन परे भए हजुरले कमेन्ट गर्नु होला यसमा फिंगरप्रिन्टिङ स्क्यानर और सब क्या ओभर फास्ट भन्दा नि फास्ट न्यू मोडल त फास्ट भइहाल्छ तर यसमा अर्कै डिजाइनको फास्ट छ क्या यसको स्किप भन्छ नि मान्छेको स्किप यसको डिफरेन्ट टाइप्स अफ स्किप छ क्या मान्छेले स्किल भन्छ नि यसको स्किप छ पुरै हजुरहरुलाई चाहिँ लुक्स हेर्न गइरहेको छु हैन पुरै भिडियो चाहिँ इन्डसम्म हेर्नु हैन अनि यसमा चाहिँ 4990 को मेगापिक्सल ब्याट्री छ र यसको लुक्स त भन्नै पर्दैन साथीहरु अनि यसको लुक्सको कुरा गर्दाखेरि चाहिँ यसको 3 वटा जुन लेन्स छ नि क्यामेराको उसको प्रोटेक्ट भइसकेको छ के पुरा फिक्स पोजिसनमा राखेको छ हजुरहरुको क्यामेरा लगायत यसमा एउटा कुनै फोटो क्र्याक रुकाउनु छैन यसमा चाहिँ डिफरेन्ट टाइप्स अफ लुक्स छ यसमा चाहिँ हजुरहरुले क्यामेरा एक्सटेन्ड पनि गर्न सक्नुहुन्छ पुरै 64 मेगापिक्सल पुरै एक नम्बरको छ हेर्न सक्नुहुन्छ ओ माय गॉड यो ब्याक साइडको लुक्स है साथीहरु ब्याकको लुक्स हजुरहरु हेरेर चाहिँ 24 मेगापिक्सल फ्रन्ट क्यामेरा रहेको छ र 2K 830 रहेको छ यसमा चाहिँ हजुरहरुले केही काम पर्दा अलार्म लाउनु हुन्छ भनि चाहिँ हैन यसमा चाहिँ अटोमेटिक लाग्ने छ हैन साथीहरु अटोमेटिक लाग्ने छ यसमा हजुरले लाउनु पर्दैन अनि यसमा एप्पल A19 प्रो भएको छ हजुरहरुलाई म सब डिटेलमा भन्न गइरहेको छु पुरै भिडियो चाहिँ स्किप नगरिकन हेर्नु होला एन्ड यसको चार्जिङ भन्दाखेरि अरु मोबाइलको 100% स्पिड हुन्छ अनि यसमा चाहिँ 400% स्पिड रहेको छ 8GB प्लस 12GB अफ रम पनि रहेको छ र अहिले यसको भन्दा धेरै माथि डिमान्डमा निक्लिने छ हेर्दै गर्नु होला यो भिडियो नेपाली जाति भने तथा सबैलाई शेयर गर्नु होला हैन यस्तै भिडियोको लागि हजुरले यो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला यो डिसेम्बर 24 मा लन्च भइसक्यो हैन यो भिडियो मलाई लाग्छ मलाई बनाउन ढिलो भयो होला र हजुरहरुले मलाई चाहिँ यो भिडियोमा 1 मिलियन प्लस भ्यूज कम्प्लिट गरिदिनु होला हैन र 10K लाइक यो भिडियो म अस्ति नै हाल्न आँटेको थिएँ तर मैले हाल्न सकिन है साथीहरु किनभने मलाई 3-4 जनाले अर्डर दिइसक्नु भएको छ यो आइफोन 17 प्रो मैक्स को अर्डर दिइसक्नु भएको छ यो हजुरहरुलाई पनि चाहिन्छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला यो चाहिँ $1290 है माइसै छ लगभग $1200 मै च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब एन्ड शेयर पनि गरिदिनु होला